राईको गाडी यहाँदेखि चिपेर बिजोक बनाए चाक टाउको छेउमा चाक भित्तामा यसरी भर्खर बनाएको रोड हेर्नुहोस् बनाएको 1 महिना नभई बिजोक चाहिँ यस्तो छ यो चाहिँ कान्छीदेखि थोरैतिर रामकर्ने भन्ज्याङमा आज तल बाटो सिवामा ठुलो पानी परेको कारणले सिवाको बाटो निस्किनु नसकेर बिजोक अवस्था ल गुड मर्निङ साथीहरू म पनि आफ्नो कामतिर तर्फतिर लाग्दैछु अनि तपाईँहरूको सामु यस्तै छ मेरो होइन अब गाडी लगाएको चाहिँ मेरो यात्रा भनेको अब सुम्निमादेखि फेरि एभ्री डे हुन्छ मेरो डेली शनिबार हुँदैन त मान्छे भने शनिबार पनि हिँड्छु गाइजहरू भिडियो हेर्दै गर्नु होला मन लाग्यो भने सब्सक्राइब गर्नु होला मन नलागेका सो लाइक ठोकिदिनु होला है हेरिदिनु होला अब पुरै राम्रो भिडियो बनाउन सकिँदैन अरू जस्तो अब युट्युबर अनि ब्लगर बन्न सकिँदैन गाह्रो छ साथी हो ल त मजा लाग्यो साथीभाइहरू आजको दिनहरू यस्तै छ मेरो हेर्दै गर्नु होला आजको दृश्य चाहिँ यस्तो छ साथी हाम्रो यो साउनको महिनामा यति धेरै छ लगभग यहाँदेखि पाथिभराको झन्डै दर्शन पनि हुँदो रहेछ त यहाँदेखि सबै देखिँदैछ तिनजुरे ताप्लेजुङ तेर्थुम सबै देखिन्छ यो दृश्य चाहिँ योबाट चाहिँ साथीहरूलाई हेर्नु होला आजको दृश्य चाहिँ एकदम रमाइलो अवस्थामा छ है साथीहरूलाई यहाँ चाहिँ इन्जिनियरिङ लागिरहेको छ साथी यो भेटमा चाहिँ हल्का इन्जिनियरिङ लागेको छ लगा लगा भाइ हजुर 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 कुन आलु चाहिँ हौ भयो लिइदिनु भनेको लड्दैन लड्दैन यो बलले चाहिँ के गरेछ पारी चल्दा यस्तो राम्रो सिन निस्किरहेको छ त त्यस्तो गरेको त हान्दैछ निकै दामी हान्दैछ सुन्दै थिएँ मैले यस्तै के थिएन कि त्यो फल्नाको चर्चा छ कहाँ बाहिर जाने भित्रै बस्नु नि के को भित्रै मान्छेको चाहिँ नि बिजोक हुन्छ त्यस्तो मान्छे सान्छे बिजोक हुँदै आउँछ नि त्यस्तो त हुँदै गर्छ हेर त भिडियो बनाएर मान्छे पर्खिँदा जाऊ ल हरेक चौथेहरूलाई डोडाएर उता मेरो छेउमा बस्नु न तपाईँ यहाँ कहाँ छ होला नि लु 14मा बस्छौँ अब मान्छे पर्खाइ खडाङ्ग भाउ खडाङ्ग बेलुका ठक्कैसँग मिलाउन पाइयो भने पाइन्छ होला त्यस्तो के यस्तो के गाडी ल्यायो भने ठ्याक्क टाइममा हिँड्यो भने चाहिँ ठिक हुन्छ एउटा टाइम टाढो के यहाँ तपाईँको गाडीमा हिँड्ने मान्छे टाइममा हिँड्छ तपाईँ ढिलो 10 बजी हिँड्नु चाहिँ कहाँ हुन्छ त नि भरे यो त यस्तो हुन्छ ल ठिकै छ यो गएन भने हामी छँदैछ नि गरेको यहाँको सिस्टम के छ खानासाना टट्ट खान्छ अनि टट्ट खाएपछि तल पैसा बचाउने हिसाबले दिन्छ बाउनु हो बाउनु लिम्बू गाउँ होइन भाइ होइन सब मिसेको गाउँ हो सबै बाउले एउटा राईको पिउस एउटा छ यो राई कहाँबाट पिउस एउटा बिउ बनाउने भएन बिउ लगाइदियो भनेको अस्ति एउटा त बिउ लगाएर पठाइदियो भनेको मानेन पठाइदियो नि आज खसी भएको छु यस्तो दुख्दैछ यार मासु अस्ति पथेर भएको पथेर चेक गराउनु छ हामी चाहिँ मान्छे पर्खाइ छ यो चाहिँ कुन चाहिँ यो आइपुगेको छ यहाँ यहाँ चाहिँ भाडा चाहिँ यता चल्दैछ नि यता हाम्रो काकाको भोजपुरबाट आउनुभएको होइन 5 तारिक सबै अल्छे भाइ घरमा लगिदिँदा मात्रै किन्ने भए बजारमा गएर किन्दैन
किन्दैन अल्छे अल्छे भोजपुरे खड्का उडाले भ्याए पाँच त सके थोत्रा पुरानो उहाँहरूलाई लान पनि त अप्ठ्यारो हुन्छ बजार होइन हामी त घर घरमा सेवा हो यो घर घरमा लिँदैन यो चाहिँ सेवा गरेको मैले बुढेसकाल भए पनि यसो इष्टमित्रसँग भेटघाट सेवा चिनजान भेटाघाटा त्यो हो अन्त कुएर बेकारमा खेर जानुभन्दा त हो नि सदुपयोग भयो सदुपयोग एक दुई पैसा उसलाई पनि पैसा भयो हो नि एक दुई पैसा यो गाडीवालालाई पनि भयो भयो एक दुई पैसा तपाईँलाई पनि भयो हो एक दुई पैसा यो ड्राइभर सुक्रेलाई पनि भयो होइन भयो यता बस्नेलाई पनि भयो ल जाऊ सबलाई एक दुई पैसा सबलाई भयो खड्का खड्का आएर भोजपुरको त्यो आमा बिमार भएर हिँडेकै बाबैलाई आज कहाँ छोड्नु पर्ने ल यता चाहिँ आज गाडी पर्खेर बसेको मान्छे पर्खेर बसेको यस्तो बिजोग छ बिजोग यहाँ मान्छे पर्खिँदा यो चाहिँ खै कहाँदेखि आयो ल यो चाहिँ हाम्रो ठक्क हामी नागी हो यो स्कुल कस्तो यस्तो भइरहेको छ बाटो खराब छ मान्छे पर्खिँदा मेरो भने कस्तो भने थाहा छ यहाँदेखि 7-8 बजी अनि मेरो खेतलाई आएको जस्तो लाग्छ मैले भने नि साउको गाडी हाल्छ भन्थे यो बाउको गाडी बदलेको मात्रै हो त्यो हुँदैन भाइ त्यो हुँदैन भाइ यो गाडी किन म कुदाइदिन्छु मलाई ड्राइभर आएको होइन काका गाह्रो छ क्या व्यवसायमा या अब म काकालाई ढिलो पुऱ्याएको इक्जाम्पल काकालाई ढिलो पुऱ्याएको काका रिसाउँदैछ अब त्यो मान्छे आउँदैछ त्यो मान्छे परेखेन भने त्यही मान्छे रिसाउँछ मसँग अनि के गर्नु मैले यो ड्राइभर काम त्यही भएर छोरालाई मैले ड्राइभर नसिकाएको यति चाहिँ ख्याल गर मैले दुःख पाएँ भए अब छोरा नातिले दुःख नपाओस् होइन काका यस्तो पर्खिँदा त्यस्तो मैले मेरो दुःख पाएँ भए मैले दुःख पाएँ अब दुःख नपाओस् होइन कहाँ भन्नु अब कति चाहिन्छ दिन पनि आउँछ होइन कहाँ त्यो दिन आउँछ त्यो दिन ढिलाउने मान्छेहरू यस्तो हुन्छ ढिलाउने मान्छेहरू लिम्बू भाइ चाहिँ नगाउँ है लिम्बू भाइ चाहिँ नगाउँ ल हस् ल यो हस्पिटलको लाइन पनि लाइन हुँदैछ निकाल्नु हुँदैन के भयो यस्तो दाँतको किराले यसो लाइन लाउनुपर्छ दाँतको किरा माथि कस्तो पानी पऱ्यो आज हजुर के पो भन्नुभयो गरेर त यता बल्दै हुनुहुन्छ म यहाँ गेट छेउमा नसक्दो सक्दो खालको राख्नु मेरो गाडी हजुर ए ल माथि गेटसम्म ल्याइदिनु न के थियो मेरो गाडी चेपमा छ निकाल्ने ठाउँै छैन फिटिङ बजारमा पानी हो साथी पानी बजार बिजोग कहाँ मजाले खोल्छ शुक्र राईको गाडी यहाँदेखि चिप्लेर बिजोग बनाए चाक टाउको छेउमा चाक भित्तामा यसरी भर्खर बनाएको रोड हेर्नुहोस् बनाएको 1 महिना नभई बिजोग चाहिँ यस्तो छ यो चाहिँ कान्छीदागानदेखि थोरैतिर रामकर्णे भन्ज्याङमा आज तल बाटो सिवामा ठुलो पानी परेको कारणले सिवाको बाटो निस्किनु नसकेर बिजोग अवस्था के छ अस्ति बाजा जस्तो यहाँ चाहिँ
बाटो निस्क्यो सुतेर मान्छे बिजोक बाटो निस्क्यो बाटो बाटो निस्क्यो अनि काका बाटो खराब यस्तै छ माथि कान दोकान ल ल अझै खलासी अब धन्यवाद किन छिटो धन्यवाद धन्यवाद को चाहिँ ड्राइभर भयो कुहिरोहरू पनि निकाल्नु अघि निकाल दामी छ कुहिरो चाहिँ यो कुहिरो निकालेको ल कुहिरो गाडी देख्ने होइन ल ए खलासी ल हेलो सेवादो हिरो यता हेलो खै बच्चा बेबी खै हेलो भन्नु खै दाजु भन्दा त हेम्सम हुँदैछ त यता